नमस्कार सम्पूर्णमा। आज म तपाईहरुलाई राजा त्रिभुवनको बारेमा बताउन गइरहेको छु। नेपालको 8औं शाहवंशीय राजामा पर्नुहुन्थ्यो। नेपालको राणाहरू हटाउन उहाँको ठूलो हात थियो। उहाँ 2011 सालसम्म राजा रहनुभयो। उहाँको शासनकालमा त्रिचन्द्र कलेजको स्थापना भयो, त्रिभुवन चन्द्र सैनिक अस्पतालको स्थापना भयो, सती प्रथाको अन्त्य भयो र उहाँले प्रथम विश्वयुद्धमा ब्रिटिसहरूको पनि सहयोग गर्नुभयो। राजा त्रिभुवनले 2007 सालको क्रान्तिमा सहभागी जनाउन कार्तिक 12 गते सुपेरियर विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभयो र त्यो बेला क्रान्तिको धेरै दबदबा थियो र उपत्यकामा राणाहरूको मात्र उपस्थिति रहन सीमित भयो र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, राजा र नेपाली कांग्रेसहरू बीच त्रिपक्षीय सम्झौता भयो। त्रिपक्षीय सम्झौतालाई दिल्ली सम्झौता पनि भनिन्थ्यो। यो सम्झौता फेब्रुअरी 12 मा भएको थियो। दिल्ली सम्झौताका मुख्य शर्तहरू के थिए भने संविधान निर्माण गर्नलाई जनताबाट निर्वाचित भएको विधान सभाले मात्रै पाउँथ्यो र 5 जना नेपाली कांग्रेस, 5 जना राणाहरू सदस्य रहने र अन्तरिम मन्त्रीमण्डल गठन गर्ने र श्री 3 मा रहेका हक अधिकारहरू राजालाई मात्र दिने र वैधानिक राजा त्रिभुवनलाई नै बनाउने। फैजाबादी उपयोग लागेका बाहेक अरू सबैलाई कुनै शर्त बिना रिहा गर्ने। विषमसम्म 2008 सालमा मोहन शमशेरको राजीनामासँगै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सल्लाहमा राजा त्रिभुवन 2007 सालको क्रान्तिको समग्रबाट भर्खरै बाहिरिएर आएको ठूलो दल कांग्रेसका तत्कालीन सभापति मातृका प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउने नियुक्ति गरे र उहाँको मृत्यु 2011 सालमा भयो। उहाँको मृत्यु भए पनि हामी उहाँलाई सम्झिराख्छौं र उहाँको जीवनबाट सिक्नुपर्ने कुरा के हो भने निर्णय राम्रोसित गर्नुपर्छ, एकता भएर काम गर्नुपर्छ र निडर भएर काम गर्नुपर्छ भन्ने कुरा हो। हस्त, धन्यवाद, नमस्कार।